जेल हाल्दैमा किन सातो जाने, जेल हाल्ने बस्ने अब दिन बस्ने अनि निस्किने। हिजो नाच्दिनु भएछ, अहिले पुरै भाइरल भयो नि हेर्नु त। तपाईँ नाच्दिनु भएछ। $50 त त्यो नाचेको पैसाले कमाइसक्यो त। अनि नाच्दा 1 मिनट पनि नजाँदाखेरि $50 कमाइन्छ भनेदेखि किन ननाच्ने होइन। आइसक्यो अघिसम्म $50 आएको थियो। कुनै बेला मन्त्री भएर प्रधानमन्त्री कार्यालय छिर्नुहुन्थ्यो, आज सांसदका रूपमा छिर्नुभयो, कस्तो अनुभव रह्यो? केही फरक पर्दैन मलाई जे भए पनि। जो यहाँ बसेर तपाईँले धेरै नीति नियम पनि बनाउनु भएको छ, त्यो कार्यान्वयन भएको छैन। अब तपाईँले ढकढकाउनु त पर्ने बाध्यता छ नि भन्ने जो अब त सुरु भयो नि त्यो त। बल्ल त मैले भनेको छु हिजोदेखि निष्पक्ष हुनुभयो। हिजोदेखि चाहिँ के हो भन्दाखेरि पहिलो दिन स्कुलको यो संसदको सिंहदरबारको स्कुलमा हिजो 1 दिन भयो, आज दोस्रो दिन भयो। अब 5 वर्षसम्म धेरै दिनसम्म आएर यो स्कुलबाट धेरै कुराहरू सिक्नुपर्ने गर्नुपर्ने छ। कुनै बेला तपाईँ आफै मन्त्रालयमा सुतेर काम गर्नुहुन्थ्यो, आजभोलि गृहमन्त्री सुतेर काम सुदन गुरुङ सुत्न थालेछन् मन्त्रालयमा। सिक्यो होला नि त। तपाईँबाट सिक्यो होला नि। कस्तो लागिरहेछ उहाँको? राम्रो छ, राम्रो गर्ने हो त्यसै हो। गर्ने भनेको फटाफट हो। फटाफट काम गर्दाखेरि कहिले कहिले गल्ती पनि हुनसक्छ। अब गरेको गल्तीलाई चाहिँ दोहोऱ्याएर सच्याएर फेरि काम गर्ने हो। काम गर्नु चाहिँ डराउनु हुन्न, काम गर्न डराउनु हुन्न होइन। सुझाव दिने होइन, ऊ आफ्नै दिमागले काम गर्ने हो। कसैले मैले कसैलाई पनि सुझाव दिन्न। जतिको पाएको विज्ञ मान्छेको सुझाव त जरुरी हुन्छ नि। होइन सुझाव दिने होइन। अनि जोसुकैले पनि आफ्नो दिमागले काम गर्ने हो। मैले भन्ने कुरा त्यही हो। सबै युवाहरूलाई भन्ने कुरा के हो भने काम गर्दाखेरि काम एकदम गरिहाल्ने, दिमागमा आएको कुरा गरिहाल्ने। कुनै कामहरू असफल पनि हुन सक्छन्, कुनै कामहरू बिग्रिनु पनि सक्छ, अल्पत्र पनि पर्न सक्छ। तर त्यसबाट सिकेर आफ्नो जुन भुल सुधार चाहिँ गर्न सिक्नुपर्छ। काम गर्न डराउनु हुन्न, गल्ती हुन्छ कि भनेर डराउनु पनि हुन्न भन्ने कुरा सबै युवा भाइ बहिनीहरूले सिक्नुपर्ने एकदमै अति महत्त्वपूर्ण कुरा हो। र अहिलेको सरकारमा जुन जानुभएको छ मन्त्रीमण्डलमा सबै युवा भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले पनि सिक्नुपर्ने कुरा त्यही हो कि तपाईँहरूले नडराइकन एकदम काम गरिहाल्नुहोस्, कदम चालिहाल्नुहोस्। अनि केही भएर चाहिँ गल्ती भएछ भने त्यसलाई चाहिँ भुल सुधार गर्ने। नेताहरू सातो गयो भन्छ नि मान्यजू। नेताहरूको त सातो जान थाल्यो, भागा सातो जानु पर्दैन। किन सातो जाने? जेल हाल्न थाल्यो नि त धमाधम। जेल हाल्दैमा किन सातो जाने, जेल हाल्ने बस्ने अब दिन बस्ने अनि निस्किने। धन्यवाद मान्यजू। दर्शकबिन देखिरहनु भएको छ यति बेला एकमात्र स्वतन्त्र सांसद महावीर पुन यति बेला यो सिंहदरबारमा प्रधानमन्त्री कार्यालयमा आएर बालेन शाह प्रधानमन्त्रीलाई भेटेर यति बेला बाहिरँदै गरेको यो दृश्य तपाईँलाई हामी देखाइरहेका छौँ। दर्शकबिन